तपाईँहरूमध्ये घाँस खाने को हुनुहुन्छ यहाँ? मनमा नै मम मम भन्नुहोस् त। शाकाहारीलाई घाँस खाने भन्न मिल्ने कि नमिल्ने? यदि मिल्ने हो भने फेरि मासु खानेले के भन्ने त? श्रावण बार्नेहरू चाहिँ मलाई विशेष रोचक लाग्छ। असारको मसन्तासम्म पोल्ट्री फर्म नै रित्तिने गरी मासु खाने, मासुको भाउ नै 2 गुणा हुने गरी मासु खाने। साउनमा त मासु खानु हुन्न यार भनेर 1 महिनाको स्वाद एकैचोटि लिन खोज्ने, उल्टी नआएसम्म खाने। त्यो त ठिकै थियो, फेरि साउन सकिन पाएको छैन, 1 हप्ता त मासु 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 मासु। तपाईँहरूमध्ये घाँस खाने को हुनुहुन्छ यहाँ? मनमा नै मम मम भन्नुहोस् त। शाकाहारीलाई घाँस खाने भन्न मिल्ने कि नमिल्ने? यदि मिल्ने हो भने फेरि मासु खानेले के भन्ने त? घाँस खाने प्लस घाँस खानेलाई पनि खाने अनि घाँस नखानेलाई पनि खाने भन्ने। म चाहिँ रत्नपारको पुल, त्यो जामे मस्जिदको साइडको बाटोबाट हिँड्दा हिँड्दै शाकाहारी भएको मान्छे। तपाईँहरूमध्ये कोही हिँड्नु भएको छ भने थाहा पाउनु भयो होला किन भनेर। अब फेरि कुन दिन बसन्तपुरको छ्वासापाखा मार्गबाट हिँड्छु र मांसाहारी हुन्छु भन्ने कुरा थाहा छैन। मलाई पनि तपाईँहरूलाई जस्तै जीवजन्तु देख्दा साह्रै माया लाग्छ। यसको पनि फ्यामिली छ, बालबच्चा छ, यो मर्यो भने यसको परिवारको के हुन्छ भनेर साह्रै इमोसनल हुन्छ। अझ जिउँदो छौन्जेल त यिनीहरूलाई काटेर मासु खानुपर्छ भन्ने सोच नै आउँदैन। अब के गर्नु, चोक्टामा अनुहार देखिँदैन। चोक्टामा अनुहार देख्ने भएको भए म त सानैदेखि मासु खान्न थिएँ कसम। म त सानैदेखि साह्रै दयालु मान्छे हो नि। सानोमा घरमा पालेका कुखुराहरूलाई खोजी खोजी किराकुरी खुवाउँथे। घरमा पालेको कुखुराको खुब माया लागे पनि मलाई किराकुरीको चाहिँ फिटिकै माया लाग्दैन थियो। त्यस्तै बाख्राहरूलाई पनि वनमा लगेर डाली नुहाई नुहाई घाँस खुवाउँथे। अब पाखामा हुर्किएको पाखे त परियो, त्यही कुखुरा बाख्रा त साथी थिए। अब तिनीहरूलाई नै काट्दाखेरि खुसी लाग्ने त कुरै भएन नि। खुब रुन्थे, खुब रिसाउँथे, कहिले खुकुरी नै लुकाइदिन्थे, कहिले कुखुरै च्यापेर कुद्दिन्थे। तैपनि केही सिप नलागिसकेपछि एउटा कुना च्यापेर रुँदै रिसाउँदै बसिरहन्थे। अनि त्यसको लगभग करिब 1-1.5 घण्टापछि मम्मीले एउटा कचौरोमा अलिकति चिउरा अनि 2-4 चोक्टा छानेर लिएर आइदिनुहुन्थ्यो। प्याजको ग्रेभी र तोरीको तेलको लेदो। नाकलाई गन्ध खुब मन परे पनि कचौरोमा त्यो चोक्टा देख्दा त्यो साथीको अनुहार याद आउँथ्यो र फेरि रुन मन लाग्थ्यो। अनि मम्मीले मायाले फकाउनुहुन्थ्यो। त्यसपछि बल्ल आँसु र सिँगान पुस्दै एउटा चोक्टा उठाएर मैले त्यो साथीको अन्तिम बिदाई गर्थेँ। अब नकाट्नु भन्दा भन्दै काटी त सके, अब जोड्न पनि त मिल्दैन। मन बुझाउँथे अनि कपलक्क मुखमा हाल्थे। त्यसपछि बल्ल मलाई थाहा हुन्थ्यो त्यो साथी त कति मिठो रहेछ भनेर। कोही त यस्ता पनि हुन्छन् नि, जिउँदै कुखुरालाई देख्दा तन्दुरी चिकन देख्ने, खुट्टा पनि छैन, टाउको पनि छैन, घुमिरहेको छ। कराइरहेको खसीको टाउकोलाई मनमनै प्रेसर कुकरमा हालेर सिटी लगाइसक्ने, विभिन्न भेराइटी देख्ने। उता भैँसी घाँस खाइरहेको छ, यता देख्नेले पिठोमा डल्लो पारेर गोलभेडाको अचारमा चोपेर निल्दिसक्यो। कस्ता गिद्धहरू! अब उता भैँसी आँ गरिरहेछ, यता मान्छेले मुख मिठाइरहेछ। बिचरा त्यो भैँसीले अत्तो पत्तो छैन कुन सद्भावले हेर्दैछ उसलाई मानव भनेर। उसले त घाँस हाल्न हेऱ्यो भन्ने लाग्दो। कुन लेभलको मासु प्रेमी हुन् त तिनीहरू? तपाईँ नै भन्नुहोस् न। अझ तपाईँ आफै भन्नुहोस्, तपाईँ कस्तो शाकाहारी हो? शाकाहारीको विभिन्न टाइप्सहरू छन्।